हेलो नमस्ते वेलकम मेरो अर्को भिडियोमा। हामी चाहिँ आज कहाँ जाँदैछौँ भन्दा यो देखेपछि थाहा हुन्छ होला, नामसान साउल टावर। आज चाहिँ हामी यतातिर म र श्रीमतीज्यू, त्यति जाडो थिएन, त्यही पनि हावा चलिरहेको थियो। जाने बेलामा जाडो भएन, तर झर्ने बेलामा चाहिँ अति नै जाडो भएको थियो। झर्दा हामी राति 7 बजीतिर झरेको थियौँ। लखर 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 लौ आएछ उल्टा ट्याक 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 ट्याक। यो चाहिँ बाटोबाट देखिने साउल सिटी। ल भाइ ल भाइ ल भाइ। नामसाङ टावर। यो चाहिँ नामसाङ टावर, नामसान। ल बाजे के हेर्दैछन्? वाउ, राजाको सिरपेज जस्तै देखिन्छ नि माथि मात्रै हेऱ्यो भने त है, राजा वीरेन्द्रको सिरपेज जस्तै। यो चाहिँ मैयाले पिरती लाउने बेलामा आफ्नो नाम लेखेर चापी झुन्ड्या गरेर लक गरेर, तर कतिका छुटे मेरो जस्तै। पहिले सँगै गएर चापीमा नामसाम लेखियो, अहिले अर्कैलाई लगेर फेरि त्यो नाम देखाइयो। अहिले साँच्चैको श्रीमतीलाई लगेर त्यो नाम कहाँनिर छ भनेर देखाइयो। कहाँनिर थियो भन्दाखेरि यो लास्टमा अझै 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 हेरे, अझै हेरे यहाँनिर भित्र थियो तर देखिएन। यो चाहिँ त्यो देखिएको राजाको दरबार जस्तो के हो थाहा भएन, तर राजाकै दरबार भनिदिएँ मैले श्रीमतीजीलाई। पत्याउनु भयो उहाँले पनि। यो चाहिँ साउल सिटी माथिको पहाड पनि राम्रै छ है, तर चढेको चाहिँ छैन अहिलेसम्म। बिल्डिङ चाहिँ राम्रो, दिउँसोमा हेर्दा यस्तो, तर राति झिलिमिली लाइटमा चाहिँ अझ राम्रो देखिन्छ। एकछिन पर्खिनु भयो भने रातिको नि आउँदैछ यहाँ एकैछिनमा। ओहो नि मान्छे कति हो यहाँ, आम्मामामा। कता त्यो बिल्डिङ ढल्छ जस्तो लागेर मलाई, मान्छे कति क्षमता हो ठेक्दैन कि जस्तो लागेर। ओहो उहाँलाई हग्न लागेर ल म हग्न जान्छु भनेर डोर्याउनु भएछ। मैले उहाँलाई हग्न छोडेँ। त्यसपछि भोग्ला भन्नुभयो निस्किने बित्तिकै। म चाहिँ भोग्ला छ त मुर्दार चाहिँ भिडियो खिचिबस् भनेपछि मैले यो जिराफको फोटो खिचेँ, भिडियो खिचेँ। त्यसपछि म उहाँलाई खाना खान लगेँ। हो त्यो झोला बोक्ने दाइलाई पनि मैले खाना किनिदिनु मन थियो, पर्दैन भाइ भन्नुभयो, अनि मैले किन्दिनँ त्यो खाना चाहिँ। उहाँलाई मात्रै ल त्यत्रो खाइसक्नुहुन्छ भनेपछि यस्तो 2टा खान्छु भन्नुभएको थियो। खाइ पनि सक्नुभयो, 2टा खानुभयो उहाँले, मैले नखिचेको मात्रै हो। म चाहिँ के खाँदैछु, तकपोकी, मेरो फेभरेट तकपोकी, रोजे तकपोकी। वाउ मिठो छ नि। लगेर भूत बनाएको रहेछन् केटाकेटीले केरेका रहेछन्। अब छिरियो, यहाँबाट माथि जाने हामी। अघि देखेको थियौँ नि सिरिपेज, हो त्यहाँ जाने हो हामी। ल्याएर नाच्नु भएको छ, खुब उज्यालो भएछ, म राम्रै देखेछु भनेर नाच्नु भयो होला, तर भूत पनि देखिएको छैन। अँधेरो देखिएछ बाबै, केही देखेको छैन। ल यहाँ चाहिँ नाच्दा हुन्थ्यो, तर मैले खिच्दिनँ। उहाँको फेरि नाच्नु भएको थियो यता छैन, मैले खिचिनँ। यो चाहिँ कुन बिल्डिङ कति अग्लो छ भनेर लेखेको रहेछ। खैर त्यो गुगलमा सर्च गर्दा हुन्छ। त्यस्तो जरैसम्म बताउनेवाला चाहिँ होइन यो। ऐना आयो, ऐना देखेपछि खिचिहाल्नुपर्छ कि उहाँलाई फेरि। हेलो नमस्ते, हाई। ल ठिक छ, यहाँ चाहिँ फोटो खिच्ने रहेछ। 2टा जोडीको फोटो खिच्यो, अनि माथि फोटो फिर्ता पाइने रहेछ। यो चाहिँ माथिबाट खिचेको, तल साउल कस्तो रहेछ त भन्दा दारीमुठेले पनि भिडियो यहाँ आफ्नो खिचेछ श्रीमतीलाई अँगालिएर। लगेर श्रीमती पनि दङ्ग छन् दारीमुठेको अँगालोमा। लगाएर खुसी छ नि। क्यान्डी किन्नुपर्ने रे फेरि केटाकेटीलाई जस्तो। हो यो श्रीमतीजीसँग हिँडेपछि गाह्रो, सबभन्दा गाह्रो जे देखे त्यही खान पर्ने, जे देखे त्यही लाउन पर्ने, गाह्रो छ। पाकिस्तान यति टाढो रहेछ। यहाँ चाहिँ सबैको राजधानी सिटी कति किलोमिटर टाढो छ सब लेखेको छ। यहाँ चाहिँ काठमाडौँ पनि थियो,
चाहिँ रातको यस्तो देखियो रातिमा राम्रो देखिएको थियो आँखाले हेर्दा तर क्यामेरामा चाहिँ भित्रको लाइटले गर्दा यतिको आएछ ठिकै छ उहाँ पनि खिच्दै हुनुहुँदो रहेछ वाउ राम्रो छ नि यो चाहिँ तलको मन्दिर भन्ने के भन्ने हामी चौतारे भन्ने यो चाहिँ रातिमा तलबाट यस्तो देखिँदो रहेछ हो त्यहाँ माथिबाट खिचेको हो कि यो चाहिँ तलको भाग ल यति सकिएपछि जाडो हो टोपी लाउनु पर्ने जाडो ल त आजलाई यति ल बाबा